युवाहरूको पहलमा नेपालगञ्जमा खुल्ला आर्म रेस्लिङ कार्यक्रम सम्पन्न। नेपालगञ्जमा युवाहरूको सक्रिय पहलमा खुल्ला आर्म रेस्लिङ कार्यक्रम सम्पन्न भएको छ। आर्म रेस्लिङप्रति रुचि राख्ने तथा लुकेर रहेका खेलाडीहरूको खोजी गर्ने उद्देश्यसहित करिब 10 जना युवाहरूको समूहले स्वयं प्रयोजनामा उक्त कार्यक्रम आयोजना गरेको हो। आर्यन गुप्ताको नेतृत्वमा आयोजित कार्यक्रम नेपालगञ्जको गगनगञ्ज स्थित मुबारक बिरयानीको पछाडि रहेको खुल्ला मैदानमा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न उमेर समूहका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपालगञ्ज तथा बाँके जिल्लामा पनि सक्षम र प्रतिस्पर्धी आर्म रेस्लरहरू रहेको सन्देश प्रभाव गर्नुका साथै स्थानीय प्रतिभालाई पहिचान गरी अगाडि ल्याउनु हो। यस कार्यक्रमलाई आगामी दिनमा राष्ट्रिय स्तरका आर्म रेस्लिङ प्रतियोगितामा नेपालगञ्ज र बाँके जिल्लाबाट खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने दिशामा गरिएको महत्त्वपूर्ण पहलका रूपमा गरिएको छ।